प्रिय दिदीबहिनीहरू, हजुरहरूको पनि मेरो जस्तै सानो बच्चा छ है, अनि आफ्नो राम्रो इन्कम छैन भने हजुरहरूले यो बजारमा आउने विभिन्न थरीका किसिमका जति फेसन आयो है, बच्चाहरूका कपडादेखि लिएर हरेक कुराहरू के बजारमा फेसन आउने बित्तिकै हामीले किन्नुपर्छ भन्ने छैन नि। अब हजुरसँग जे कुरा छ नि, हजुरसँग भएको कपडा अरू कसैको लागि फेसन हुनसक्छ। त्यही भएर आफ्नो इन्कम हेर्नुहोस्, हजुरको बुढाको इन्कम हेर्नुहोस्, आफूले जति गर्न सक्नुहुन्छ नि। अहिलेको कन्डिसन भनेको फेसन गरेर दुनियाँले कतै अफर भनेको छ, कतै नयाँ कुरा भनेको छ, एउटा मात्रै छ पाउँदैन भनेको छ। त्यो कुरा सबैलाई साइडमा लाएर अहिले यो कन्डिसन भनेको तपाईँको बच्चा पुगिराख्नु भएको छ, तपाईँले 2 वर्षसम्म बच्चा हुँदासम्म राम्रोसँग काम गर्न सक्नुहुन्न है। टाढा गएर बिहानदेखि बेलुकासम्म 12 घन्टा काम गर्न सक्नुहुन्न। यस्तो कन्डिसनमा हजुरहरूले सामान किनेर थुपार्ने, अर्को किनेको छ अर्को किनेको छ। सकेसम्म तपाईँको घरमा केही सामान छ, एउटै सामानले मल्टिपल काम गर्छ भने त्यो सामान फेरि युज गर्नुहोस्। रियुजेबल सामान छ भने रियुज गर्नुहोस् है। अर्कोले अफरमा देखाएछ, सोसियल मिडियामा जति आयो तपाईँको सामान फेसनमा आयो भन्ने बित्तिकै त्यो सामान तपाईँले किन्नुपर्छ भन्ने छैन है। तपाईँको अहिले मेन इम्पोर्टेन्ट कुरा भनेको आफ्नो बच्चालाई हेल्दी राख्ने, त्यही जुन पुरानो कपडा छ नि त्यसलाई धोएर सफा गरेर सरफ पानीमा भिजाएर बच्चालाई दिनकै पखालिदिनुहोस् बरु है। सफा गरेर त्यही कपडा लगाइदिनुहोस् के। अनि आफूलाई खान गाह्रो हुने गरेर बच्चालाई दुध खुवाउन नसक्ने, डाइपर किन्न नसक्ने त्यस्तो कन्डिसनमा भएर सामान थुपार्ने, अर्काले जे गरे त्यही गर्ने, अर्काको कुरा सुनेर बजारमा अर्काले यस्तरी फेसन गरेर हिँडेको छ, बच्चामा पास्नेमा यस्तो गरे उस्तो गरे, अरूको कुरा हेरेर आफू दुखी हुने, आफूलाई गाह्रो पर्ने काम कहिले पनि नगर्नु होला, मेरो अनुरोध छ। धेरैजना दिदीबहिनीहरूको त्यस्तो कुरा सुनेर स्याड भएको, एकदमै सामान अर्काले यो गर्यो अर्काले यो गर्यो मैले गर्न पाइनँ, केही पनि नगर्नुहोस्। तपाईँसँग जुन कुरा छ नि त्यसैमा खुसी हुनुहोस् के। सकेसम्म धेरै कपडा किन्ने, धेरै सामान किन्ने, घरमा भान्साको किचनको सामान पनि धेरै नकिन्नुहोस्। तपाईँको जरुरी भनेको कति पैसा राख्नु, सकेसम्म क्यास पैसा राख्ने गर्नुहोस् है। तपाईँले लगानी लाउनुहुन्छ अनि अहिलेको लागि भनेको लगानी लाएर आज 1000 रुपियाँको सामान किनेर पछि 1500 हुन्छ, भोलि 1500 हुन्छ भने त्यस्तो ठाउँमा लगानी लाउनुहोस् कि। तपाईँले सामान किनेर थुप्र्याउने, भाँडा किनेर थुप्र्याउने, अर्को बच्चाको लागि खाना पकाउने भाँडा बनाएको छ, बच्चाको लागि राख्ने भाँडा बनाएको छ, कपडा बच्चाको लागि यो कपडा बनाएको छ, ऊ कपडा बनाएको छ, कुनै पनि युज हुनेवाला छैन। ठिक्क युज हुने मात्रै सामानहरू खरिदेर काम लाग्ने मात्रै गर्नुहोस् है त। आफूलाई दुःख हुने काम नगर्नुहोस्। धन्यवाद।